सबैजनालाई। अनि अहिले भने चाहिँ हामीले यहाँनिर तपाईँको कचौरी बन्दैछ यहाँ है। कचौरी भने चाहिँ यस्तो हुन्छ है, तपाईँले पनि हेरिराख्नुहोस्, खाइराख्नुहोस्। हाम्रो सेप यहाँनिर बत्ती गयो नि सेप है, बत्ती गयो नि सेप है, बत्ती गयो नि है सेप। यसो भनिदिनुहोस् न सेप एक दुईवटा मेरो ब्लग्समा तपाईँले चाहिँ हामीले आज बिहानको मर्निङको मर्निङको हामीले यता हजुर कचेरी बनाउनुहुँदैछ हो। हजुर हजुर यो कचेरी चाहिँ कस्तो हुन्छ भने चाहिँ हामीले चाहिँ हजुर पहिलाबाट हामीले सानो सिकेर आएको 12 वर्षमादेखि नै 12 वर्ष हजुर हामीले यो फर्स्ट निकाल्न चाहिँ हामीले कम्ती तेल हल्का नुन हजुर। हल्का तपाईँको यो कचौरीमा चाहिँ के हाल्नुपर्छ तपाईँले यसो भनिदिनुहोस्। यो चाहिँ तपाईँको अब अलिकति यो चाहिँ तपाईँको टमाटर सस हजुर अन्त तपाईँको जिरा हजुर अलिकति हिङ अन्त टमाटर सस टमेटो सस जान्छ, सतुवा सत्तुवा पनि जान्छ। प्याज अलिकति त्यति हाल्यो भने चाहिँ कचौरी बन्यो। कचौरी तपाईँको यो तपाईँले देख्नुहुँदैछ हाम्रो यो चाहिँ खस्ता कचेरी भन्छ। खस्ता यो चाहिँ तपाईँको बजारमा यो हाम्रो जुन मार्केट पर्छ नि हजुर जस्तो तपाईँको बिच गल्लीतिर हजुर त्योभन्दा दामी चाहिँ यहाँ हुनुहुन्छ। ए मार्केटमा भन्दा चाहिँ एकदम चल्ने कचौरी चाहिँ एकदम खस्तामा चाहिँ यो चाहिँ खस्ता खस्ता कचेरी। कचौरी अब एकदम यो दिएर चाहिँ अन्त फेरि सिँगडा पिन्छ। सिङ्गडा समोसा हजुर। भनेपछि तपाईँले चाहिँ कति चाहिँ भयो अनि यहाँ होटेल इन्डस्ट्रीमा काम गर्नुभएको चाहिँ? हामी तपाईँको लगभग 4 वर्ष भइसक्यो। 4 वर्ष भयो, 4 साल भयो। यहाँ फेरि कचौरी चाहिँ एकदम खस्ता एकदम दामी। हाम्रो साथीले यो चाहिँ तपाईँको सोडा हाल्नु यो यस फुलिन्छ। सोडा हाल्यो भने चाहिँ एकदम फुलिन्छ, फुलिनु पऱ्यो। अझै यतिको चाहिँ हुनु पऱ्यो कचौरी चाहिँ फुलेको होइन। यो चाहिँ तपाईँको एकदम दामी हुन्छ। तपाईँको चाहिँ यसमा के हुन्छ भने हाम्रो सफा हुन्छ होइन, सफा अलिकति भुटेर चाहिँ अलिकति तपाईँको चाहिँ उयो बनिन्छ एकदम दामी खरेको एकदम हाम्रो यहाँ चाहिँ स्विट हुन्छ। स्विट एकदम स्विट दामी स्विट कतिले चिनी हाल्छ कतिले नुन हाल्छ। दामी हामी चाहिँ अब ससमा चाहिँ हाल्छ, ससमा चाहिँ अलिकति गुलियो हुन्छ। ससले गुलियो पर्छ, चिनी हाम्रो सुगर हाल्दैन। हजुर सुगर चाहिँ हाल्दैन पनि हाल्छ।